हेलो सबैजनालाई नमस्ते। आज हामी दुईजना चाहिँ सर्ट एन्ड स्विट ट्रिपको 2 दिनको ट्रिप बनाएर घरबाट यसरी हिँड्यौँ। दिउँसोको 2 बजेको थियो। यो यात्रा चाहिँ हाम्रो लागि एकदमै एक्साइटेड अनि मेमोरेबल पनि हुनेवाला थियो। नयाँ ठाउँमा जाँदै थियौँ अनि यसरी यो बाटोहरू पनि इन्जोय गर्दै यो इन्भाइरोमेन्ट पनि एकदमै राम्रो खुलेको थियो के सफा अनि यो नेचर एकदमै वाउ थियो। अनि बाटोमा यहाँ बुढालाई पनि हल्का जिस्काउँदैछु म चाहिँ। यसरी चाहिँ हामी अगाडि बढ्यौँ अनि दिउँसोको करिब 3:30 बजेतिर चाहिँ हामी हेटौडा पुग्यौँ। हेटौडाबाट चाहिँ थोरै अगाडि बुद्ध चोक हुँदै हामी चाहिँ लाग्यौँ अनि बाटोमा मिठो मिठो गफ पनि चल्दै थियो हाम्रो चाहिँ यो। अनि यहाँ माछा पोखरी पनि देख्यौँ हामीले हेटौडा कटेपछि अनि लाग्यौँ। त्यसपछि चाहिँ यो हामी चुच्चे खोला भन्ने ठाउँमा पुग्यौँ है। यो चाहिँ खुवाको लागि एकदमै प्रसिद्ध ठाउँ रहेछ। यहाँ चाहिँ यसरी गोटी गोटी आगोबाट खुवा तातै खान पाइने अनि हामीले पनि त्यो चाहिँ खुवा टेस्ट गर्ने मौका पनि पायौँ अनि यसरी खुवा पनि खायौँ हामीले चाहिँ त्यहाँको तातो तातो। अनि खाजा सँगसँगै भोक लागिरहेको थियो अनि खाजा खाएर हामी हाम्रो गन्तव्यतिर लाग्न लाग्यौँ। त्यसपछि यो बाटोको भ्यू कस्तो राम्रो के अनि बाटो पनि कति फराकिलो। यो बाटोहरू दृश्यहरू अवलोकन गर्दै गर्दै हामी चाहिँ लाग्यौँ यो फास्ट ट्र्याकतिर। यो फास्ट ट्र्याक पनि देख्यौँ क्या हामीले बाटोमा। यो चाहिँ निजगढबाट काठमाडौँको लागि बनिराखेको रहेछ अनि यो बाटो पनि अवलोकन गऱ्यौँ। अनि त्यसपछि फेरि हामी लाग्यौँ। यहाँ पुग्दा चाहिँ एकदमै झमक्कै साँझ परिसकेको थियो अनि यो बाटो पनि यस्तो अँधेरो घनघोर जङ्गलको बाटो। यसरी हिँड्दैछौँ सुनसान सडक अनि छिटो छिटो गरेर हामी चाहिँ कति 6:30 भइसकेको थियो। हामी यहाँ होटलमा पुग्यौँ। यो चाहिँ थिनगान भन्ने ठाउँमा अवस्थित होटल हो अनि यहाँ चाहिँ हामी 6:30 बजे पुगेका थियौँ। त्यसपछि चाहिँ हामीले यहाँ यो होटलको दाइसँग गफ गऱ्यौँ। उहाँ चाहिँ एकदमै रमाइलो हुनुहुँदो रहेछ अनि त्यहाँको बारेमा पनि हामीलाई जानकारी दिनुभयो त्यो ठाउँको बारेमा। अनि त्यसपछि मन्दिरको बारेमा पनि उहाँले किंवदन्ती अनुसारका कुराहरू हामीलाई सुनाउनु भयो। साँच्चै नै त्यो ठाउँ चाहिँ एकदमै प्रसिद्ध नै रहेछ अनि यसरी चाहिँ हामीले त्यहाँको सम्पूर्ण जानकारीहरू पनि लिने मौका पायौँ। अनि हामी यहाँ होटलमा हल्का गफ पनि गर्दैछौँ। गफ गरेर भ्याएपछि कलेजका भाइ बहिनीहरू पनि आइपुगे त्यहाँ। अनि यो भाइ चाहिँ एकदम कमेडी गर्ने रहेछ। उसले चाहिँ हामीलाई पुरा नयाँ नेताहरूको कमेडी गर्दै हँसाउँदै थियो अनि हामी यहाँ हल्का फोटो खिच्यौँ। त्यसपछि हामीलाई भोक लागिरहेको थियो, खाना खाने टाइम भयो। तातो मिठो मिठो खाना खायौँ अनि यहाँ हामी क्याम्प फायरिङ एकछिन गर्दैछौँ। रमाइलो नाचगान हेर्नु त यहाँ कति रमाइलोसँग नाचगान चलिरहेको छ। पुरा गीत गाएर गिटारमा भाइहरूले एकदम रमाइलो पनि गराए। हामी 2 जना मात्रै थियौँ। हामीलाई चाहिँ एकदम रमाइलो पनि भयो अनि हामीलाई दाइले चाहिँ अर्को होटलमा सिफ्ट गराइदिनु भएको थियो त्यहाँ भिड भएको कारणले। यो चाहिँ हाम्रो होटल। हामी चाहिँ यहाँ पुग्यौँ अनि रातिको 10 बजिसकेको थियो। सुनसान थियो, चिसो मौसम अनि हामी भोलि चाँडै उठ्नुपर्ने थियो। अनि त्यसपछि छिटो हामी चाहिँ टायर्ड पनि भएका थियौँ, दिनभरिको थकान पनि थियो। यसरी चाहिँ हाम्रो आजको दिन बित्यो। थ्याङ्क यू फर वाचिङ।